हामी चाहिँ बिहान उठेर चाहिँ राराताल हेर्न जान लाग्यौँ। अनि त्यस पछाडि बाटोमा चाहिँ प्रहरीले सोध्नुभयो, अनि कहाँबाट आएको, के गर्न आएको भनेर सोध्दै हुनुहुन्थ्यो। अनि मैले भने हामीहरू घुम्न आएका हौँ भनेर। अनि म र शिवा गयौँ अगाडि। हेलो, गुड मर्निङ एभ्रिवान। हामी आज तालमा घुम्न जानु लागेको। तर स्याउने रहेछ लागेर गाह्रो छ हौ। राराताल चाहिँ समुद्री सतहदेखि 2909 पनि टन्ने छ। आउन पनि सक्दै फर्स्टै आइहाल्यो के अरे, लास्टै छ। पछाडि आउँदैन गाइजहरू, मरिन्छ लगाएछ यस्तै पारामा त। हाइट योभन्दा त मेरो गाउँ नै ठिक छ यार। फक्सुन्दाल जान ठिक लाग्यो। फक्सुन्दाल जान ठिक लाग्यो। अलिअलि सम्म पुगेको छु। त्यही भएर कति घन्टा हिँड्नुपर्छ? 2 दिन नन स्टप। कस्तो राम्रो छ जस यो चाहिँ चित्त बुझ्यो, हरियाली छ। अनि अलि धेरै जाडो भएर यो सल्लाहकार पनि राम्रो देखा हो। कति सिल्को देखा है। हाल न हाल हाम्रो भिडियो धक्काउँछ माइती आज डोल्टा जाऊ। ल जाऊ जाऊ जाऊ, जता जाऊ जाऊ। त्यहाँ पुष्पा लोटाउला है, लोट्ला जस्तो हिँड्छ। डोल्पा जाऊ हुन्छ नि। मैले जान्छु ल। टिकट काट्छौ नि, टिकट 10,000 को टिकट हो मेरोमा जाँदाखेरि। हामीले टिकट काट्थ्यौँ नि आफ्नो घर जानलाई। हेलो, नबिनाको भ्लगमा मलाई पनि स्वागत छ। त्यस्तै हो। नहसाउ न, गीत गाउन सबै छोडेर गएँ। ए छोडेर गयो। हामी जाने त पर्छ होला नि। साढे 6। कति घन्टा लाग्छ? यहाँ त घर जाने 1 दिन लाग्छ क्या। जुम्लादेखि 1 दिन लाग्छ हाम्रो, 1-2 दिन। तिमी सुर्के जान्छौ, सुरक्षा सिकाइदेऊ पिराते पिरा। भन न आज तिमीहरूलाई हेर्दा आज देखाइ कि आज भन थोरै भन्छ नि हाम्रो नि। ल भलक बनाउने मैले तिम्रो भ्लगमा बनाइदिन्छु। ए ल ल भलक ल्याउँछ तिम्रो भ्लगमा बनाइदिन्छु। स्टार्ट छ। हेलो, यो नबिनाको भ्लग हो। यिनी रोमन हुन्। हेलो भन। हेलो 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 हेलो। ए नबिनाको भ्लगमा हेलो भन। नबिनाको भ्लगमा हेलो भन। नबिनाको भ्लगमा हेलो भन त। हेलो 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 हेलो। ल केही भन नबिनालाई 2 शब्द। डोल्पाकी हुन्। डोल्पाकी नबिना, तिमीले धेरै स्ट्रगल गर्न पर्दो रहेछ। तिम्रो स्ट्रगल हामीले एकचोटि गर्न पर्दा हाम्रो तारा देख्यौँ हामीले दिउँसै। ल तिमीले भन। तिमी डोल्पा हो। डोल्पा डोल्पा हो। ल भन के छिटो तिमीलाई डोल्पाकीलाई। अब फेरि अर्को हाम्रो नेक्स्ट टार्गेट डोल्पा हुनुपर्छ। अब कहिले हो मास्टर्समा? ल बाई बाई। नै ल के थाहा भाउ पछि भाउ हाम्रो रियुनियन हो कि के हुन्छ? युनियन तिमी एक्लै जाऊ। ल अलि ठाउँमा गर के, म यहाँ लेक लाग्छ। बाटो रहेछ। हजुर ल ल आउँदै गर। पुग्यो पुग्यो पुग्यो। भलक पनि पुग्यो। गाउ गाउ गाउ। मलाई बहुत रिस उठ्छ यो। उसा छैन भन के, स्टिक भन न। ल गाउ के गाउ छिटो स्टार्ट गर्ने हो क्या। नाम बन्द हो दो। गाइदेऊ न, किन खुसी हुन्छ? अरे म खुसी हुन्छ। हेर न अझै ओके हैन, गुड गर। ल गाइजहरू, हामी चाहिँ खाना खान लाग्यौँ। आजको 12 बजे हो खाना खाने समय। अनि ढिला भयो, त्यही भएर यो सम्झिँदा अनि कस्तो दुःख देखेर साथीहरू तर्से। अनि हामीले त खास के लागेन। अब हाम्रो डोल्पा जस्तो ठाउँमा गएर झन् तर्सिन्थ्यो होला। हामी हाम्रो साथीहरू यस्ता छन्, यस्ता यस्ता छन् होइन। सपना देखेर चाहिँ बिपना पनि आज देख्यौ तिमीले यो राराताल। त्यही भएर हाम्रो त्यो
तिनको नाम पनि दीक्षा चाहिँ बुढी भइसकिन अरे अब कति वर्ष पुग्यो थाहा छैन भर्ता चाहिँ कति दिन्छ सरकारले केको भत्ता भर्ता कति दिन्छ त लौडी टेकेको काम के हो 4,000 जम्मा भएन त्यो त भएन ए हाम्रो रेल हो रेल रेल के भयो हामी मुलुको तिमी क्या छोडेर आएनौ आफू चाहिँ छोडेर आएर 2 घन्टा डेटिङ बस्ने अनि त्यहाँबाट हामी यस्तो मान्छेलाई डेटिङ भन्छौ डेटिङ हजुर आउने आऊ छोडेर आएर पहिल्यै आएर डेटिङ बस्ने डेटिङ नभन न यस्तो म जस्तो मान्छेले डेटिङ भने अनि अरू कहाँ जाला नि यति राम्रा मान्छेहरू हामी चाहिँ यस्तो गरौँ त्यो त रेल पनि आउँदैछ भटभटे नि आउँदैछ दुईटै गाडी आउँदैछ त्यही भएर सो हामी चाहिँ एउटा गाडीमा हिँड्यो हो अरू चाहिँ भटभटेमा सबै रहेछ व्यवस्था